नमस्ते। म आज हिँड्दा हिँड्दै कम से कम 2 मिनट जति यति गहिरिएर सोचे जसको कुनै मलाई अर्थ पनि मिलेन, शब्द पनि मिलेन, आन्सर पनि मिलेन, उत्तर पनि मिलेन, के पनि मिलेन। मैले 2 मिनट आँखा चिम्म गरेर यस्तो गहिरिएर सोचे जसको मलाई न उत्तर मिल्यो, न प्रश्न मिल्यो, न आन्सर मिल्यो, के पनि मिलेन, न अर्थ नै मिल्यो। म भन्छु है, मैले सोचेको सबैभन्दा पहिला यो धरतीमा को जन्मेका थिए, कसको उत्पत्ति भएको थियो, को जन्मेका थिए। आफ्ना शास्त्र ग्रन्थ अनुसार आफ्नै भनाइहरू छन्, तर वास्तविक यो धरतीमा सबैभन्दा पहिला को मान्छे जन्मिएको थियो, त्यो मान्छेको नाम के होला? अनि त्यो मान्छेको सोचमा सबैभन्दा पहिला के आएको होला? अनि यो विकसित कसरी भयो? यो पैसा भन्ने चीज कसले बनायो? अनि पैसाले किनेर पाइने यो सामानहरू कसरी उत्पन्न भयो? अनि यत्रो जहाज, ल अहिले त टेक्नोलोजीको जमाना छ, टेक्नोलोजी छ, साइन्टिस्ट छन्, वैज्ञानिक छन्, सबै छन्। यो आकाशमा उडाउने जहाज कसको सोच थियो, कसरी बनेको होला? त्यत्रो पानी जहाज, सिप त्यत्रो समुद्रमा कसरी तैर्छ? अनि मान्छे जन्मेपछि किन मर्छ? मान्छे जन्मिन्छ, सबभन्दा पहिला बालक हुन्छ, शिशु अवस्थामा जन्मिन्छ, त्यसपछि बढ्दा 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 ठुलो हुन्छ, वृद्धावस्था हुन्छ, वयस्क हुन्छ, अनि मान्छे मर्छ। त्यो जन्म र मृत्यु कसले बनायो? यसको आन्सर छ हजुरसँग? मैले आँखा चिम्म गरेर कम से कम 2 मिनट जति सोचे, न मलाई अर्थ मिल्यो, न आन्सर मिल्यो, न उत्तर मिल्यो, न क्वेसन मिल्यो, के पनि मिलेन। अनि यति महँगो कसरी भयो? सबभन्दा पहिला त यो धरतीमा को जन्मिएको होला? त्यो जन्मने मान्छेले यति महँगो त नबनाएको होला। अनि पहिला आटाले आटा साटिन्थ्यो, पिठोले पिठो साटिन्थ्यो, चामलले चामल साटिन्थ्यो, छालाको पैसा हुन्थ्यो, लगाउनको लागि जुत्ता हुँदैन थियो, खानको लागि अन्न हुँदैन थियो, बस्नको लागि घर हुँदैन थियो, हिँड्नको लागि रोड हुँदैन थियो, चढ्नको लागि गाडी हुँदैन थियो, साइकलहरू हुँदैन थियो, जहाजहरू हुँदैन थियो, हेलिकप्टर हुँदैन थियो, सिप हुँदैन थियो, के पनि हुँदैन थियो। वन जङ्गल हुन्थ्यो, खोला नाला हुन्थे, पानीहरू हुन्थे। अनि यो विकास कसरी भयो? अनि टेक्नोलोजी कसरी आयो? यो उत्पत्ति कसरी भयो? सबभन्दा पहिला यो धरतीमा को जन्मिए, त्यसको रहस्य मैले अझैसम्म पाएको छैन। यदि हजुरहरूले त्यसको रहस्य पाउनुभयो भने मलाई नि सेयर गर्नु होला है। हस्, धन्यवाद।